आइसिसी विश्वकप लिग 2 को जारी संस्करणमा नेपालले 5औं जित निकालेको छ। 5औं जित दर्ता गर्ने क्रममा नेपालले मंगलबार राति नेदरल्यान्ड्सलाई 16 रनले हरायो। यो सँगै नेपालले स्कटल्याण्ड भ्रमणमा 4 मध्ये 3 एकदिवसीय म्याच जित्यो। यो जितपछि नेपालले अर्को इतिहास पनि रच्यो। नेपालले पहिलोपल्ट स्कटल्याण्डमा ओडिआई सिरिजमा 3 वटा खेल जित्दै इतिहास रचेको हो। समग्रमा विदेशी भूमिमा भने नेपालले यो उपलब्धि यसअघि नै हासिल गरेको थियो। सन् 2023 मा युएईमा भएको ओडिआई सिरिजमा पनि नेपालले 4 मध्ये 3 खेल जितेको थियो र नेपालले त्यो उपलब्धि 2 वर्षपछि दोहोर्यायो। यस श्रृङ्खलामा नेपालले पहिलो र दोस्रो खेलमा क्रमशः स्कटल्याण्डलाई 1 विकेट तथा नेदरल्यान्ड्सलाई 5 विकेटले हराएको थियो। नेपालले तेस्रो खेलमा भने स्कटल्याण्डसँग 2 रनको झिनो हार बिहोर्यो। उता डच टिमले हारमा ह्याट्रिक गर्यो। मंगलबार नेपालले दिएको 237 रनको मध्यम लक्ष्य पछ्याएको नेदरल्यान्ड्स 49.2 ओभरमा 220 रनमा अल आउट भयो। उसका लागि ओइसले बारेसीले 36, कप्तान स्कट एडवर्ड्सले 30, माइकल लेभिटले 27, काइल क्लेनले 25, नोह करसले 22, तेजा निदामानरुले 17 तथा रोयला भ्यान्डरमेरवेले 15 रन जोडे। नेदरल्यान्ड्सलाई 220 रनमै समेट्ने क्रममा नेपालको जितमा तीव्र गतिका बलर नन्दन यादवले उत्कृष्ट प्रदर्शन गरे। उनले 9 ओभरमा 1 मिडनसहित 39 रन दिएर महत्त्वपूर्ण 3 विकेट लिए। नन्दनले आफ्नो डेब्यू खेलमै स्मरणयोग्य प्रदर्शन गरेका हुन्। यस्तै स्टार स्पिनर सन्दीप लामिछानेले पनि 10 ओभरमा 39 रन दिएर 3 विकेट नै लिए। त्यस्तै अर्का स्पिनर ललित नारायण राजवंशीले 10 ओभरमा 1 मिडन सहित 29 रन मात्र दिएर महत्त्वपूर्ण 2 विकेट हात पारे। त्यस्तै डच टिम विरुद्ध कुशल भुर्तेलले 10 ओभरमा 34 रन खर्चिएर 1 विकेट लिए। त्यस्तै करण केसीले 8.2 ओभरमा 51 रन दिएर 1 विकेट नै हात पारे। त्यसअघि स्कटल्याण्डको फोर्थ हिल ग्राउन्डमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित 50 ओभरमा 8 विकेट गुमाउँदै 236 रन बनायो। नेपालका लागि तल्लो क्रमका ब्याटर आरिफ शेखले उत्कृष्ट पारी खेले। उनले 85 बलमा 7 चौका र 2 छक्का सहित 84 रनको पारी खेलेका हुन्। ओडिआईमा आरिफको यो 9औं अर्धशतक हो। यस्तै उनको यो करियरकै उच्च स्कोर पनि हो। यसअघि ओडिआईमा आरिफको उच्च स्कोर 78 रन थियो, जुन पारी उनले यही स्कटल्याण्ड भ्रमणमा खेलेका थिए। नेपाललाई तेस्रो जित दिलाउन अहम भूमिका खेलेका आरिफ फेरि प्लेयर अफ द म्याच घोषित भए। उनी यही सिरिजमा नेदरल्यान्ड्स विरुद्धको पहिलो खेलमा पनि प्लेयर अफ द म्याच चुनिएका थिए। यस्तै चौथो खेलमा कप्तान रोहित कुमार पौडेल र भीम सार्कीले 35-35, कुशल भुर्तेलले 18, उपकप्तान दिपेन्द्र सिंहरीले 16, बसिर अहमद र करण केसीले 11-11 तथा नन्दन यादवले अभिजित 10 रन जोडे। नेदरल्यान्ड्सका लागि पल भ्यान मेक्रमले 4, माइकल लेभिटले 3 तथा आर्यन दत्तले 1 विकेट लिए। यो जितपछि लिग 2 मा नेपालले महत्त्वपूर्ण 2 अङ्क जोड्यो। यो सँगै अब नेपालको 16 खेलबाट 12 अङ्क पुगेको छ। नेपाल अहिले तालिकाको 7औं स्थानमा छ। हारका बावजुद नेदरल्यान्ड्स तालिकाको दोस्रो स्थानमा कायमै छ। उसले 23 खेलबाट 26 अङ्क जोडेको छ। नेपालले अब स्कटल्याण्ड र नेदरल्यान्डसँग नै T20 आई सिरिज खेल्ने तालिका छ। उक्त सिरिज आउँदो मंगलबारदेखि सुरु हुनेछ। आगामी दिनमा पनि नेपाली खेलकुद र खेलाडीसँग सम्बन्धित अपडेटका लागि कृपया स्पोर्ट्स इन नेपाल युट्युब च्यानललाई सब्स्क्राइब गर्न पनि नबिर्सिनुहोला। धन्यवाद।